रोक्नु तपाईहरुलाई म यस्तो बवाल भ्यू देखाउँछु हैन हो यहाँ छ भ्यू टावर जुन हामीले यो चाहिँ त तलबाट देखिरहेको थियो सास फुलिरहेछ यार सास फुलिरहेछ यत्रो ठुलो पहाडले हेर्न छेकेको के पहाडको स्याडो के जय भोलेनाथ सो गाइज हामी चाहिँ अघि जुन होमस्टे बसेको थियो नि यो यहाँबाट देखिँदो रहेछ यहाँनिर बिचमा बसिरहेछ ल यहाँ एउटा दुईटा अनि तीनटा यहाँ बिचमा चाहिँ हामी आएको बिचबाट यहाँबाट आएको के के मेन कुरो जुन मेन कुरो भन्नु भने चाहिँ यसले भने चाहिँ ठाउँमा आउँदाखेरि पोखरीदेखि यता आउँदाखेरि कसैले नि पोर्क हेर्न यो जेम्स के हो शिलाजित भन्छ के भन्छ कहाँ शिलाजित हेलो ब्लग वेलकम टु माई गाइज फेरि once more so guys finally we did it oh so expectation versus reality हेर्नु छ हांजी केटाहरु के भइराछ के गरिरा तिमीहरु भन्छ गुड मर्निङ गाइज गुड मर्निङ शुभ प्रभात गुड मर्निङ दागे कस्तो भइराछ अलि रमाइलो भइराछ है सो गाइज राइट नाउ टाइम भइराछ हैन 4 बजेर कति मिनट गयो 4 बजेर 38 मिनट गइराछ अनि हामी सबैजना उठिसकेका छौं सो आजको दिन चाहिँ बवाल हुनेवाला छ जुन दिनको पर्खाइ बसिरहेको थियो हामी चाहिँ त्यो दिन आज हो हैन सो अबलाई गुड मर्निङ अनि वेलकम टु माई ब्लग अगेन सो हामी चाहिँ अहिले चिया हैन के हो रे तातो पानी अनि कफीहरु पनि लिएर जान लाग्छौं पहिला सुरु चाहिँ टक्क लाएर तातो पानी खाने हो अब के छ केटा के खाने हो ब्यागमा चाहिँ हाम्रो अब स्न्याक्सहरु के छ हिजो राति लगभग कति 1 बजेतिर सुतेको निन्द्रा नलागिराके हैन अनि टक्क चिसो भएर निन्द्रा नलागिरहेको थियो पानी टक्क लाएर अब तातो पानी खाने हो अनि प्रस्थान गर्ने हो अब बाहिर त पुरै अँध्यारो छ अनि अघि हिजो भन्न बिर्सेको आज हामी कहाँ बसिरहेको छौँ भने यो वाला स्टेमा हो अनि एकदमै इन्फर्मेटिभ कुरा अझै एउटा छ जुन म पछि नै भन्नेवाला छु हैन 5 minutes later अब हामी चाहिँ निस्किन लाग्यो हैन सो अनि टाइम भइरहेछ 4 बजेर 57 मिनट गइरहेछ सो आइम रेडी टु गो अनि केटाहरु चाहिँ निस्किसकेको छ सो लेट्स गो अनि बाहिर चाहिँ अलिकति अँध्यारो नै छ हैन सो अहिले चाहिँ बनाउन मिल्दैन सो अलिकति माथि गएपछि उज्यालो भइसि नै देखाउँछु है हेर्नु सो हामी बसेको यहाँ होमस्टेको यहाँनिरको ऊ पनि देखाउँछ हैन अनि के कस्तो प्राइसेसहरु यता आउँदा थियो सबै चिज देखाउँछ त्यो भएर चाहिँ अलिकति उज्यालो भइसि नै देखाउँछ के हैन अब माथि गएर भेटौँ एक्सपेक्टेसन भर्सेस रियालिटी कस्तो हुन्छ भनेर अघि हामी आएको ठाउँबाट सुरु है स्टेप चाहिँ यस्तो बोरिङ छ क्या स्टेप बाई स्टेप सो हामी चाहिँ जाने हो स्टेप बाई स्टेप बोरिङ A few moments later. ल गोप्रो के देखिँदैन हेर्ने तैँले त त्यो लाइट अफ गर्दै ल अनि 1 eternity later. लास्ट गाह्रो यार बाटो त गाह्रो भइरहेछ हौ लास्टै गाह्रो तपाईँले हेरिरहनु भएको छ भने गाह्रो भइरहेछ लास्टै सो हामी चाहिँ हिँडिरहेको छौँ कवि कस्तो भइरहेछ मजा आइरहेछ हाइट ल अनि रोडहरूमा नि यस्तो छ कि ढुङ्गा त्यसले गर्दा गाह्रो कि हाइट बवाल पोइन्ट आउनु ला सो धेरै चिज छ तपाईँहरूलाई भन्नलाई ओए सही हो रोक्नु तपाईँहरूलाई म यस्तो बवाल भ्यू देखाउँछु हैन हाइट यस्तो बवाल भ्यू देखाउँछु म तपाईँहरूलाई हेरिरहनु होला है लास्टसम्म हेर्नु होला एक्सपेक्टेसन भर्सेस रियालिटी हुन्छ कस्तो भइरहेछ लास्ट गाह्रो के हो गाह्रो रहेछ कि त अझै यहाँबाट हामी पुग्ने चाहिँ त्यहाँ लगभग आइसक्यो होइन सही गाह्रो भयो र सही मजा पनि आइरहेछ सो लुक एट द भ्यू गाइज अझ रोक्नु माथिबाट चाहिँ टपबाट अझै देखाउनै भएको छ क्या सही छ क्या सही सो अनि हेर्न हो एमजी बवाल अनि यहाँ मुन के दामी
जियोस् पुग्नलाई हो यहाँ छ भ्यू टावर जुन हामीले यो चाहिँ तलबाट देखिरहेको थियो सो पुग्न लाग्यो कसो तसो सही स्ट्रगल गरी मतलब वर्थित छ कि छैन तपाईँहरूलाई म देखाउँछु अनि माथि हेरेर न होला अब यो एङ्गल चाहिँ माथिबाट सुट हुन्छ है कति गाह्रो छ भनेर त्यहाँ पनि देख्नुहुन्छ र हामी कति हाइटमा छ र एक्सपेक्टेसन भर्सेस रियालिटी पनि देखाउँछ है सास फुलिरहेछ यार सास फुलिरहेछ बाटो त ओए थ्यात धन्दै लडिर रे के आज ओए थ्यात धन्दै लडिर रे के आज फाइनली वी डिड इट ओए सो एक्सपेक्टेसन भर्सेस रियालिटी हेर्नु छ जुन चिजको लागि हामी आएको थियो तपाईँहरूलाई देखाउँछु हेर्नु वर्थित छ कि छैन सो अलराइट गाइज है वी डिड इट है फाइनली हामी चाहिँ यहाँ माथि टपमा आइसकेको छौँ है यो चाहिँ देवचुली के अरे देवचुली हिल्सको टप पोइन्टमा हो होइन अनि फाइनली वी डिड इट होइन टक्क लाएर यस्तो बवाल भ्यू देखिरहेको छ यहाँबाट होइन जुन तर एक्सपेक्टेसन थियो नि हो एक्सपेक्टेसन भर्सेस रियालिटी एक्सपेक्टेसन के थियो भन्दाखेरि हाम्रो चाहिँ टक्क लाएर क्राउड हुन्छ नि खै कहीँ माफी गर्छ क्लाउड हुन्छ नि क्लाउड चाहिँ यस्तो गरेर या बगेको टाइपको हुन्छ नि जुन यहाँनिरबाट चाहिँ क्लाउड चाहिँ यसरी बगेको जस्तो देखिन्छ अरे खोला चाहिँ सो त्यो चाहिँ छैन तर जति पनि देख्यो यो चाहिँ पुरै वर्थ इट नै छ क्या यस्तो बवाल भ्यू देखिरहेको छ हेर्नु सक्नुहुन्छ तपाईँहरूले होइन सो हामी चाहिँ टप देवचुलीको टपमा है अघि तलबाट आउँदाखेरि चाहिँ कति ठाउँमा चाहिँ भिडियो खिच्न पाएन किन भन्दाखेरि एकदमै अँध्यारो थियो नि त हामी राति 5 बजी हिँडेको नि त सो अहिले चाहिँ बज्दैछ 7 लगभग 1.5 घन्टामा पुगिसकेको थियो आधी घन्टा आएर चाहिँ टक्क लाएर बसेर हामी भिडियो सिडियो केटाहरू चाहिँ भिडियो सिडियो यहाँ दिइरहेछ है बनाइरहेछ फोटो भिडियो अनि लुक एट द भ्यू के ओ माई गड सही छ क्या भ्यू कवि कस्तो लाग्यो भ्यू चाहिँ दामी छ नि होइन अनि हिमाल पनि देखाएको छ पहाडहरू त्यो त अनि त्यहाँनिर मुन इभन अहिले पनि त्यहीँनिर छ क्या अनि त्यहाँ हिमाल पहाडहरू सबै देखिरहेको छ अनि घाम चाहिँ यताबाट अपोजिट घामको अपोजिट के अरे यसलाई के भन्छ मुन अनि तपाईँले कति ठाउँमा देखि पनि हाल्नुभयो होला होइन टक्कलाई कति ठाउँमा लड्न पनि थालेको थियो लडे पनि अलिकति तर बिहाइन्ड द सिन चाहिँ के अरे अन क्यामेरा चाहिँ खिचेको थिएन सही हो मजा आउँछ है एकताल तपाईँहरू पनि आउनु चाहिँ पर्छ है तर आउनुभन्दा अगाडि चाहिँ केही चिजहरू तपाईँहरूले चाहिँ ध्यान गर्नुपर्ने चिजहरू हुन्छ है जुन हामीले अलिअलि मिस्टेक चाहिँ गऱ्यो के भन्दाखेरि हामीले पानी त ल्याएको थियो तर कफी बनाएर खाल्नै तर त्यो पानी पनि तपाईँहरूले बोकेर आउनु होला एक्स्ट्रा चाहिँ कम्पलसरी है यो चाहिँ उनी हो कम्पलसरी तपाईँहरूले चाहिँ पानी बोकेर आउनु होला र केही खानेकुराहरू होइन अनि अर्को सबैभन्दा मेन चिज चाहिँ ल्याएर चाहिँ खानु होला अनि यस्तो फोहोरहरू चाहिँ नगरिदिनु होला प्लिज पुरै यहाँ कति फोहोरहरू छ कि तपाईँहरूले देख्नुहुन्छ प्लास्टिक बटल्स है सो ठिकै छ अनि किलोमिटर चाहिँ हामीले कति क्लक गऱ्यो भन्दाखेरि चाहिँ किलोमिटर भन्दाखेरि चाहिँ 3.5 किलोमिटर चाहिँ हामी चाहिँ ट्याक्क त्यहाँबाट चढाइ गऱ्यो होइन यहाँनिर जुन यहाँ छ नि अनि 4804 किलोमिटर चाहिँ फुट स्टेप्स होइन सो दामी ल अझै जाउँ मुनिपट्टि केटाहरूले बोलाइरहेको छ लेट्स गो अभिषेक खै कफी ल तेरो सबै हातमा आयो ल हाम्रो पनि ल थोडा
बस बस सो देवचुलीको डाँडामा आएर कफी है नाइस 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 ल चियर्स 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 ब्रो चियर्स ल देवचुलीको डाँडामा है कफी ल है त हेर त ल ह्याप्पी के भन्छ देवचुली डाँडालाई के भन्ने हो है के भनेर गर्ने जय भोलेनाथ जय भोलेनाथ कफीको चुस्की दामे ओइ तिमीहरू के भन्छ केटाहरू है यहाँ देवचुली आउने मान्छेहरूलाई देवचुली आउने हाइकर्सहरूलाई मनलाई आउनु मन नलाइ न भने हेलो ब्लग वेलकम टु माई गाइज फेरि फेरि वन्स फर फेरि हेलो ब्लग वेलकम के अरे ल शिव यसो इको हान्दा एकचोटि साउन्ड रिटर्न हुन्छ कि हुँदैन चेक बोलेको अँ ल ए साइला हुँदा रहेछ यार साइला रे त्यहाँबाट फेरि सो गाइज हामी चाहिँ अघि जुन होमस्टे बसेको थियो नि यो यहाँबाट देखिँदो रहेछ यहाँनिर बिचमा बसिरहेको छ ल यहाँ एउटा दुईवटा अनि तिनवटा यहाँ बिचमा चाहिँ हामी आएको बिचबाट यहाँबाट आएको क्या सोच्नु अब कति टाढा त्यहाँबाट त अति माथि देखिन्छ यहाँबाट चाहिँ नजिकै देखिरहेको छ सिधै भएको भाइ बस्दिनु है दामी 3.5 किलोमिटर ल फोटो A few moments later. सो फेरि हामी अघि उता साइडबाट यो साइड अर्को साइड आएको छ यताबाट नि भ्यू त नाइस दामी देखिँदो रहेछ यो यत्रो ठुलो पहाडले हेर्न छेकेको के पहाडको स्याडो के कस्तो दामी आएको खै फेरि भछ इको भछ यहाँ चाहिँ जङ्गेको चाहिँ चलिरहेछ कुरो चाहिँ अहिलेसम्म भने होइन कि ल हेर यहाँ मेरोमा छैन क्या के मेन कुरो जुन मेन कुरो भन्नु भने चाहिँ यसले भन्नु होइन ठाउँमा आउँदाखेरि पोखरीदेखि यता आउँदाखेरि कसैले नि पोर्कको मासु लिएर नआउनु होला त्यो त लास्टमा भन्ने कुरो त यसले भनिदिइहाल्यो सो तपाईँहरूलाई जनसेवामा जारी सन्देश होइन तपाईँहरू कोही सबैजना होइन जति पनि यहाँ आउनु थाल्नु भएको छ तपाईँहरू आउँदै हुनुहुन्छ भने चाहिँ यहाँ चाहिँ प्लिज पोर्कको मासु चाहिँ नल्याइदिनु होला यहाँ चाहिँ एकदमै यो लाइक के भन्छ रेस्ट्रिक्टेड एरिया नै हो यो होइन यहाँ चाहिँ अरू मासु भयो पोर्कको चाहिँ एउटा नल्याइदिनु होला पोर्क चोचे के भन्छ त्यो चाहिँ अनि कहाँबाट भने घरैबाट नल्याउनु होला किनभने तपाईँ जति पनि यहाँ गाउँहरू क्रस गर्नुहुन्छ नि हो त्यहाँबाट चाहिँ तपाईँले यता ल्याउन सक्नुहुन्न होइन पाउनु पनि हुन्न ल्यायो भने चाहिँ केही नराम्रो हुन्छ अरे कि सो हिजो हामीलाई दाइले भन्नुभएको थियो कस्तो छ A few moments later. फेरि गर्दा के भनेको हेर्न यो जेम्स के हो शिलाजित भन्छ के भन्छ शिलाजित कालो हुन्छ नि होइन के हो यो हान्दा फेरि हान्दा निलो हो त के हो त्यही त के हो यार यो त एकदमै राम्रो बवाल ढुङ्गा हो क्या मान्छेहरूले कता खोजिरहन्छ नि हेर्न यहाँनिर होइन सेन्टर फ्रुट हो मजाक गरिदिया भइरहेको छु नि त उल्लु पनि आया तर मलाई पनि थाहा थिएन कि यो चिज चाहिँ यिनीहरूले प्राङ्क हान्दिएर होइन सही हो हामी चाहिँ तलबाट आउँदाखेरि चाहिँ होइन हो योवाला चाहिँ पाहाडहरू देखेको थियो कि यस्तो बवाल देखेको थियो कि सो अलराइट गाइज अब हामी चाहिँ यहाँबाट निस्किन लाग्यो होइन र टाइम भइरहेछ 8 बजिरहेछ हामी लगभग 1-1.5 घन्टा जति बस्यो होला अनि तपाईँहरूलाई भनिहालेँ मैले होइन अब यहाँ देवचुली आउनु छ भने चाहिँ वेट कम गरेर र खानेकुराहरू चाहिँ टन्नै बोकेर आउनु होला टन्नै भन्नाले एकदम वेट कम भएको मेन स्पेसली पानी अनि पानी खाएर चाहिँ यसरी चाहिँ फोहोर चाहिँ नफाल्नु होला होइन किनभने यसरी सबै फोहोर गरिरहेछ नि त सो यहाँ आउनु चाहिँ हामीलाई वर्थ इट भयो र मैले बाटो देखाएको छैन अब बाटोको क्लिप्सहरू चाहिँ म तपाईँहरूलाई देखाउँछु किनभने राति अँध्यारो थियो नि त सो भिडियो धेरै लामो भयो होला हेर्नु भएको छैन लाइक गर्नु होला होइन अनि इन्फर्मेटिभ छ भने चाहिँ पनि लाइक गर्नु होला कमेन्ट गर्नु होला सेयर पनि गरिदिनु होला मेरो साथी जङ्गे पछाडि बसिरहेछ हाँसिरहेछ हो त्यो हाँसे जस्तो तपाईँ हाँसिरहनु भएको छ भने चाहिँ सब्सक्राइब गर्नु नबिर्सिनु होला सो भ्यू वर्थ इट छ पछाडि हिमाल पनि देखिरहेछ त्यो एउटा क्लाउड आउँछ कि भनेर सोचिरहेको थियौँ त्यो चाहिँ आएन तर ठाउँ चाहिँ 1 नम्बर छ तर है तपाईँहरूलाई जसलाई एकदमै हाइकिङ गर्ने इच्छा छ भने चाहिँ त्यो मात्रै आउने है तर त्यो जोसमा चाहिँ नहुनु होला एकदमै गाह्रो छ बाटो डिफिकल्ट पनि छ र त्यही हो किलोमिटर 3.5 किलोमिटर चाहिँ सो जाउँ अब हामी चाहिँ झर्ला छ बाटो हेर्नु कस्तो छ भनेर
हामी झर्दै गर्दा चाहिँ यहाँ भाइहरू चाहिँ भेटेको छ होइन। कहाँबाट आएको रे? कहाँबाट आएको रे भाइ तिमीहरू? हामी चितवनदेखि त। चितवनबाट होइन, चितवनबाट त हामी पनि हो कि। कहाँ कुन ठाउँ बस्यो त्यो हो? यता बरलबाजीका बस्यो ए कति घन्टा लाग्यो? आउँदाखेरि 4 घन्टा लाग्यो नि त। 4 घन्टा लाग्यो है। सबै साथी 4जना मिलेर चाहिँ हामीले टक्कलाई यो चाहिँ कम्प्लिट गरिसकेको छौँ। यहाँ नै चुचुरो यस्तो आमा खुट्टा कामिरहेछ यार, लिगलिग लिगलिग भइरहेछ यार। लुक एट दिस गाइज के यो छ नि जुन अघि हामीले जुन वाच टावर भन्थ्यो नि सुरुवाला जाँदाखेरि यो भयो, अनि अर्को भनेको यहाँ हो कि यसको ठ्याक्कै पछाडि वहाँ माथि जानुपर्छ के। तर सकिन्छ कि है, हामी गएर आयो नि त, सकिँदो रहेछ के।